यस्तो मिठो आँपको अचार त हजुरहरूले पक्कै पनि खानुभएको छैन। यो मोमोसँग पनि खानु मिल्छ, भात रोटी जेसँग पनि खानु मिल्छ। यसको लागि आँपलाई तासेर आँप, टमाटर, खुर्सानी सानो सानो पिसमा काटेको छु। यो बिना तेलको हो है, बिना तेलको मैले ग्यासमा बसाइदिएँ। अनि यसलाई वाल्टङ पल्टङ गर्दै चलाउने, एकछिन चलाउने, पकाउने, अनि स्वाद अनुसारको नुन राखिदिने। खुर्सानी यसैमा छ, यसमा पिरो अमिलो भएको नै मिठो हुन्छ, राम्रो हुन्छ। अनि आँपभन्दा टमाटर धेरै राखेको राम्रो हुन्छ। अनि छोप्दै पकाउने, यसैको पानीले पाक्छ। छोपेर 3 मिनट 4 मिनट जति पकाएपछि यो पाक्छ, लपक्क भएर पाक्छ। अनि यसलाई सेलाएर साइडमा राखिदिने। यो स्पेसल तरिकाले बनाएको छु, मेरै स्टाइल हो है, यो मेरै सोचले बनाएको छु। त्यही भएर मैले भनेको हजुरहरूले त यो अचार खानुभएको छैन भनेर। यसलाई चाहिँ यो भाङको दाना हो, भाङको दाना र यो पम्पकिन सिड फर्सीको बियालाई राम्रोसँगले रातो हुने गरी यसलाई वाल्टङ पाल्टङ गर्दै बुट्ने, अनि सेलाएर यसलाई सर्र एकपल्ट मिक्सरमा पिसिदिने। यो अदुवा राख्ने, अदुवाले एकदमै मिठो टेस्ट हुन्छ। अनि यसमा अघि सेलाएको आँप टमाटरको यो पकाएको राखिदिने, अनि यसलाई पनि पिस्दिने। पिस्दा आफूलाई कतिको बाक्लो मनपर्छ होइन, मोमोसँग खाने खालको जस्तो पानी थप्दै बनाउँदा पनि हुन्छ। यो अचारसँग त मोमो खाने भनेर हाम्रो त नानीहरूले, अनि मोमो पनि हामीले त ल्याइहाल्यौँ। अनि कोथे मोमो बनाएर मोमोसँग पनि खाइहालेको छौँ है, हामीले मोमो नखाइ भएन, यतिको पातलो पारेको छु। यस्तै तरिकाले हजुरहरूले पनि बनाएर खानु त। यो पम्पकिन सिड, यो फर्सीको बिया र यो भाङको दानाले यस्तो मिठो हुन्छ यो अचार। हजुरहरूले एकपल्ट बनाएर खानुभयो भने खाइराख्नु मन लाग्छ र एकदम फाइदाजनक पनि छ यो। हामीले त दार्जिलिङ भेज मोमो ल्याएर कोथे बनाएर खाइ पनि सक्यौँ। हजुरहरूले पनि यसरी खानुहोस्। हजुरहरूलाई यो रेसिपी मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। मेरो हौसला बढ्नेछ। अरू पनि यस्तै भिडियो ल्याउने छु। थ्याङ्क यू फर वाचिङ।